साथीहरू आज हजुरलाई थाहा कुन दिन हो? आज साउन सङ्क्रान्ति हो। यो दिनमा हामीले आफ्नो परम्परा अनुसार हामीले लुतो खटेरो फालिन्छ। लुतो फालेर हाम्रो परम्पराको पुस्तामा खटेर नआओस् भनिन्छ। मभन्दा बढी मेरो हजुरबालाई थाहा। हजुरहरूले मेरो हजुरबालाई वर्णन गर्नु होला, भनिदिनुहोस् त। यो लुतो फाल्ने भनेको परम्परा अनुसार अब खासै गरी खेत रोपाइ सकेर अनि त्यहाँ चाहिँ त्यो चाहिँ हिलो मैलो पखालेर असार लाउने साउन लाउने सङ्क्रान्तिको दिन लुतो फालेर अब चाहिँ नयाँ चाड पनि आजैबाट आगमन भयो र यसको परम्परा अनुसार भनेको विधि भनेको लुतो पुतो फालेपछि घाउ खटिरा यस्तो रोग ब्याध नलाओस् भनेर अब वर्ष अब चाहिँ नयाँ चाडबाडको पनि सुरुवात भनिन्छ यसलाई। धन्यवाद।